स्टुडेन्टहरु अब तिमीहरुको 4 दिनको लागि छुट्टी पनि हुँदै रहेछ। अब मैले त्यही छुट्टीमा भ्याकेसन होमवर्क दिने भए होमवर्क स्टुडेन्टहरु तिमीहरुलाई धेरै चिन्ता लाग्यो होला, म धेरै दिन न थोरै दिन्छु। ए हुन्छ। तिमीहरुको लागि होमवर्क चाहिँ अब 15 वटा एसे, 6 वटा प्रोजेक्ट वर्क, अब 5 पेज ह्यान्डराइटिङ हो, धेरै छैन। थोरै कुरा त सुन, तिमीहरुको अब 4 दिन छुट्टी रहेछ, 4 गरेर आउनु बुझ्यौ? होमवर्क हो कि अपराधीलाई दिने सजाय हो, भए पनि गर्नु त परिहाल्यो। 4 to 6 days later. सर मैले होमवर्क गरेको छु। होमवर्क गरिस्? त्यसो भए ब्यागमा राख, ब्यागमा राख, ब्यागमा राख, ब्यागमा राख। कि त होमवर्क नदे कि त जहिले पनि चेक गर्ने फेरि। हुन्छ हुन्छ हुन्छ। के सोचिराखेको है? केही पनि होइन सर।